हेलो कक्षा 10 का भाइ बहिनीहरू। आज कक्षा 10 को के भन्छ अनिवार्य गणितमा रहेको पाठ 8 अनुक्रम श्रेणीको आज हामीहरू पढ्न गइरहेछौँ। हेरौँ, सबभन्दा पहिला यसमा पढ्नुपर्ने कुराहरू समानान्तरीय श्रेणी, समानान्तरीय अनुक्रमको मध्यमान, त्यसपछि समानान्तरीय श्रेणीको योगफल। त्यसपछि पढ्नुपर्छ हामीहरूलाई गुणोत्तर अनुक्रमको मध्यमान, त्यसपछि गुणोत्तर श्रेणीको योगफल। त्यसपछि सबभन्दा पहिला हेरौँ यसमा के हुन्छ। समानान्तरीय अनुक्रम मध्यमानको लागि यदि कुनै 3वटा नम्बर ए बी हैन एम र बी कुनै नम्बर छ, सपोज मानौ संख्या छ, अनि यसको समानान्तरीय मध्यमान भन्छ भने समानान्तरीय मध्यमान भन्दाखेरि एम यो समानान्तरीय मध्यमान हो। त्यसो भए के हुन्छ ए प्लस बी 2, किनभने दुईवटा संख्या जोड्दा 2ले भाग गर्दा यसको के आउँछ समानान्तरीय अनुक्रमको मध्यमान। त्यही नै हो समानान्तरीय श्रेणीको लागि। यसमा हेर के भनेछ, समानान्तरीय श्रेणीको योगफल समानान्तरीय श्रेणीको योगफल एन। यसमा के हुन्छ भन्दाखेरि यसको फर्मुला n/2 a प्लस tn। अब हेर n/2 a प्लस tn को फर्मुला थाहा छ नि, a प्लस n-1 इन्टु d, सबैलाई थाहै होला। अब हेर n/2, किनभने तिमीहरू पढ्दै आइरहेछौ धेरै दिन क्लासदेखि 9 क्लासदेखि नै पढिरहेछौ। अब हेर यो a र यो a के भयो 2a प्लस n-1 इन्टु d, अत n/2 2a प्लस n-1 इन्टु d। यो के भयो त समानान्तरीय श्रेणीको योगफल निकाल्ने सूत्र भयो। अब हेर त अब के छ, पहिला यति नै बुझौँ, समानान्तरीय श्रेणी अनुक्रमको मध्यमान र गुणोत्तर अनुक्रमको मध्यमान। अब यसमै चाहिँ अभ्यास हुन्छ, यसमै चाहिँ अभ्यास पनि छ। अभ्यास 6.1 छ। हेर त त्यसो भए अभ्यास 6.1 को ए मा के भनेछ, क 1 को क हो एक को क छ। हेर त भनेछ समानान्तरीय मध्यमान, समानान्तरीय मध्यमा भनेको के हो हेर के भनेछ। यहाँ हेर पहिलो पद र दोस्रो पद जोड गरी 2ले भाग गरेछु भने के आएछ समानान्तरीय मध्यमान। त्यसो भए समानान्तरीय मध्यमाको परिभाषा के हुन्छ, यही पहिलो र दोस्रो पदलाई जोडी 2ले भाग गर्दा आउने संख्या नै के हो त मध्यमा हो, समानान्तरीय मध्यमा। त्यसपछि ख नम्बर हेरौँ, 1 नम्बर के हो ख नम्बर हेरौँ त के भनेछ, यदि
ए एम बी समानान्तरीय अनुक्रममा छ, समानान्तरीय अनुक्रममा छ। त्यसो भए एमलाई ए बीको रूपमा लेख्नुहोस्। हेरौँ, यति एमलाई ए प्लस बीको रूपमा हामी लेखिसकेका छौँ। त के हुन्छ, एम इज इक्वल टु ए प्लस बी बट्टा 2। हाम्रो यही नै एन्सर भयो। त्यसपछि छ ए र ग नम्बर के दिएछ भने एउटा सङ्ख्या छ 12 र 18। के भनेछ, को मध्यमान कति हुन्छ, 12 प्लस 18 जोड देऊ। त्यसो के हुन्छ, 2 8 10 को 0 8 10 को 0 30 भयो, 2 15। यो नै हाम्रो के भयो त, मध्यमा। 15 नै हाम्रो के भयो, मध्यमा भयो। बुझ्यो? एक्सरसाइज 2 पनि गरिहाल्नु। 2 मा हेर त के भनेछ, 2 मा हेरौँ, 2 को पनि हेरिलौँ। के भनेछ, समानान्तरीय मध्यमा पत्ता लगाउनुहोस्। हेर, 1 नंबर में क में के दिएछ भने 6 र 10। अब हेर, यसलाई पहिला समाधान गर। समाधान। अब हेर, पहिलो पद के दिएछ, ए। अन्तिम पद के दिएछ, अन्तिम पद b इज इक्वल टू, हैन पहिलो पद 6 छ, अन्तिम पद b छ। अब मध्यमान भन्छ, मध्यमान भनेको यम। अब त हामीलाई थाहा नै छ। अब के लेख्छौ, हामीलाई थाहा, वी नो दैट यम इज इक्वल टू के छ, a प्लस b बाई 2। ए कति छ, 6 10 16 बट्टा 2 इज इक्वल टू 8। अतः हाम्रो आन्सर के भयो, 8 भयो। बुझ्यो? सिम्पलै छ, गाह्रो छैन केही। अब हेर, ख -2 र 2 दिएछ। पहिला जस्तै गर समाधान। त्यसपछि पहिलो पद a बराबर -2, अन्तिम पद b 2। अतः मध्यमान m is equal to what, we know that m is equal to a plus b by 2। a कति भयो, 2 -2 प्लस 2 माइनस प्लस 0 0 by 2 0 by 2 0। अनि हाम्रो आन्सर भयो 0। अब हेर, ग नम्बरमा के दिएछ, -4 र 8 दिएछ। फेरि पहिला नि जस्तै गर समाधान। पहिलो पद a बराबर -4, अन्तिम पद b 8। फेरि मध्यमान m बराबर कति भयो, व्हाट। अब वी नो दैट m इज इक्वल टू -4 प्लस 8 भयो बट्टा 2। हेर, -8 छ, हैन, -4 र प्लस 8 छ भने के हुन्छ, 4। अब 2 अतः हाम्रो आन्सर के भयो, 2 हो आन्सर। अब घ को हेरौँ, a प्लस b
र ए माइनस बी छ। पहला के जैसे समाधान धान ए सॉरी पहिलो पद ए प्लस बी अंतिम पद बी ए माइनस बी छ। मध्यमान m is equal to what? अब m is equal to a plus b by 2। ये कहते हो a plus b कहते छ a minus b भएर यो b र यो b के हुन्छ क्यान्सल आउट a 2a बटा 2 अतः हाम्रो आन्सर के भयो a। हेर अब एक्सरसाइज 1 र 2 हामी सबै गरिसक्यो। त्यसो भए इम्पोर्टेन्ट छ अब 3 नम्बरको 4 नम्बरको। अब यस्तै भिडियो हाम्रो युट्युब च्यानलमा आउने गर्छ। यदि भिडियो राम्रो लागेमा एउटा लाइक शेयर र सब्सक्राइब गरिदिनु होला। साथै NEB स्टडी ल्याब नेपाल युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। हस्त धन्यवाद।